छोरी बनेर हेर न कति गाह्रो हुन्छ अरे के छोरा मान्छे त त्यतिकै यहाँनिर उभिएर खाएर बसेको छ र थोरी नै छोरी मान्छे के छोरा मान्छेले चाहिँ कामै नगरेको छ र यो संसारमा विदेश जानुपर्छ पैसा कमाएर बुढीलाई फ्याक फ्याक फाल्नुपर्छ बुढी भने चाहिँ पुरा छोरी मान्छे भएर जन्मेर देखो न यो भिडियो चाहिँ सबैजना छोरी मान्छेहरूले पुरा हेरिदिनुहोस् हैन अनि मेरो कुरा कस्तो लाग्छ सबैजनाले भनिदिनु होला यो भाइले जुन भनेको छ नि छोरा मान्छेले चाहिँ उभि खान्छ र छोरा मान्छे चाहिँ केही नगर्ने हो र भनेर म सिर्फ एउटै कुरा भन्न चाहन्छु कि यहाँ छोरालाई पनि गाह्रो छ अनि छोरीलाई पनि गाह्रो छ है जब हामी छोरा मान्छे भएर जीवन बिताउँछौँ तब छोरा मान्छे भएर जीवन बिताउनु गाह्रो हुन्छ अनि छोरी मान्छेलाई छोरी मान्छे भएर जिन्दगी बिताउनु गाह्रो हुन्छ एउटा छोरी मान्छेले पनि आफ्नो घर छोडेर नचिनेको नजानेको मान्छेको घरमा गएर आफ्नो जीवन बिताउनु पर्छ अनि छोरा मान्छेले पनि त्यही घर बनाउनको लागि बिदिसिनुपर्छ आफ्नो भूमि आफ्नो बुवा आफ्नो आमा सबैजनालाई छोडेर है सो डिबेट नगरौँ कि यो कुरामा छोरा मान्छेले धेरै दुःख पाउनुपर्छ कि छोरी मान्छेले धेरै दुःख पाउनुपर्छ भनेर दुःख त यहाँ सबैले पाउँछन् छोराले पनि पाउँछन् अनि छोरीले पनि पाउँछन् दुवैको जिन्दगी कहाँ सजिलो छ है तिमी आफै बुझ